अनि जो लुट्यो जो चोरेछ जो ठगेछ जसले त्यसको आडमा आएर मन्त्री बनाएछ ऊ चाहिँ पीडित जस्तो ठुला कुरा गर्छ अनि हामीले चाहिँ उसले गिरफ्तार गर्छु योजना बनाउँछ दशैंको बेला पनि गिरफ्तार गर्ने योजना बनाउँछ हाम्रा बुढा बाआमाहरू जिउँदो जलाउनु खोज्छ हाम्रा श्रीमतीहरू जसले गरी खाएका थिए आफ्नो खेतको चाहिँ नि बारीको चाहिँ मकै भाँचेर सुकेर बेलामा चाहिँ झराउँछु भन्छ छोराछोरीलाई नेपो बेबी भनेर नभएको आरोप लाएर बदनाम गर्छ दशैंको बेलामा गिरफ्तार गर्छु हाम्रो घरभित्र रुवाबासी र आतङ्क सिर्जना गर्छ अनि उही चाहिँ ठुला कुरा गर्छ अनि हामी चाहिँ निर्णय भएर लुतुरको भएर हिँड्नुपर्ने अनि मैले भनेको कुरा एकदम स्पष्ट हो नगरेको गल्तीमा हामी क्षमा माग्दैनौँ नगरेको सजाय के अरे अपराधमा हामीले सजाय दिने प्रयत्न गर्दै हुनुहुन्छ र राज्यले हामीलाई न्याय दिँदैन राज्यले हामीलाई क्षतिपूर्ति दिँदैन र हामीमाथि भएका गम्भीर अपराधीहरूलाई कारवाही गर्दैन भने हामीले आफैले गर्नु पर्यो भने गृहमन्त्रीज्यू तपाईका मन्त्रीमण्डलका सदस्यहरूबाट सुरु गर्छौँ र त्यो बदलामा प्रकट भयो भने गाह्रो हुन्छ भने यो शब्दलाई मन परेन उहाँलाई डर लाग्यो उहाँहरू थरथर काम्नुभयो यो गुन्डाको जस्तो शब्द भन्नुभयो यो राजनीतिक शब्द हो त्यसलाई गुन्डाको जस्तो शब्द तपाईँले बुझ्नु भने तपाईँको गल्ती हो यस्तो गल्तीबाट तपाईँ मुक्त हुनुहोस् भन्न चाहन्छु तपाईँ पक्राउ परेको चाहिँ समाचारहरू बाहिर आयो तपाईँ आफैले पनि सेयर गरिराख्नुभयो त्यो के हो खास अब त्यो त तपाईँहरूले अनुसन्धान गर्ने कुरा हो नि हिजो सोसियल मिडिया केपी ओली सरकारले नियमन गर्न खोज्यो करको दायरामा ल्याउन खोज्यो भन्दा सोसियल मिडियामा बालिङ लगायतका तत्त्वहरूले चलाइरहेका डिप फेक र चाहिँ नि अनेक खालका चाहिँ नि नेटवर्कहरूले उनीहरूलाई मन नपरेको व्यक्तिहरूको चरित्र हत्या गर्ने र बौद्धमा फरार रहेका 5 जना कैदीहरूलाई गिरफ्तार गरेको भिडियोलाई महेश बस्नेतलाई समायो भनेर जुन प्रचार गरेका छन् यिनका सेनादेनाहरूले यो कुरा राज्यले गम्भीरताका साथ छानबिन गर्नुहोस् र सेलिब्रेटीहरू पत्रकारहरू सबैको चरित्र हत्या गरेर बदनाम गर्ने खालको न्युज बनाउनु राख्छ र त्यो न्युज खोल्न खोज्दा चाहिँ उसको विज्ञापन गर्छ अनलाइन विज्ञापन गर्छ यस्ता खालका तत्त्वहरूलाई कमिसन खाएर वर्तमान सञ्चार मन्त्री गृहमन्त्रीले खुल्ला चलाउन दिइरहेका छन् मिडियाबाजी गरेर दिइरहेका छन् यो रोक्नको लागि म सञ्चार मन्त्री गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु यो रोक्नु भएन भने जसरी हिजो बालेनजी सोसियल मिडियाको भोटको लौरो टेकेर हाइहाई हुनुभएको थियो र अहिले ब्ल्याक इनर्जीदेखि लुसिफरसम्मको आरोप लागेर विदेशीको दलालहरू त्यही सोसियल मिडियाबाट तीव्र ओह्रालो यात्रामा जानुभएको छ गृहमन्त्री र सञ्चार मन्त्रीज्यूहरूले उहाँहरूकै प्रोत्साहनमा यस्ता काम हुने र उहाँहरूकै मिलाउँदा यस्तो काम हुने र हाम्रो चाहिँ अनावश्यक ढङ्गले चरित्र हत्या गर्ने स्थिति आइरह्यो भने त्यो चाहिँ भोलि उहाँहरूकै निम्त प्रतिपादक हुनेछ योलाई चाहिँ नियमन गरेर रोक्नको लागि चाहिँ म जुन यो अहङ्कारको रागले डढेर रानी भइसक्दा पनि घमण्ड उस्तै छ एक खालको त्यो खालको देखिन्छ कि अब यसलाई घमण्ड बुझ्नुहुन्छ कि हाम्रो कामप्रतिको प्रतिबद्धता कमिटमेन्ट अथवा आत्मविश्वास बुझ्नुहुन्छ ए बालेनजी ए रविजी जानुहोस् भक्तपुर हेर्नुहोस् गुन्टु हेर्नुहोस् 5 वर्षमा सांसद हुँदा 20वटा मन्त्रालय धाएर महेश बस्नेतले जम्मा 5 अर्बको बजेट खर्च गरेको के 25 अर्ब वर्षको 5 गरेको विकास हेर्नुहोस् र तपाईँको नगरपालिकाको 25 अर्बभन्दा बढी विकास गर्न सक्ने वाहनहरूको हालत हेर्नुहोस् 3 वर्ष त भयो नि यो मेरो दम्भ हो कि चुनौती हो कि मेरो कामप्रतिको विश्वास हो गरेर हेऱ्यो पनि त होइन सामाजिक सद्भावको पक्षमा हामीले खेल्यौँ ए प्रचण्डजी जातीय राज्य नबन्नुहोस् है जातीय युद्ध गर्नु हुँदैन मुलुक बर्बाद हुन्छ है विदेशीको खेताला नबन्नुहोस् भन्ने हाम्रो दम्भ हो ए उपेन्द्र र महन्तजी एक प्रदेश नबन्नुहोस् मधेसी र पहाडी बिचको सामाजिक सद्भावलाई कायम गरौँ यसलाई नतोडौँ काशी जाँदा हाम्रो बाउबाजे चाहिँ नि पटुकीमा पैसा हालेर जान्थे मधेसमा उपेन्द्रजी र महन्तजीले चाहिँ नि मधेस जान नसक्ने बनाइदिएन हामीलाई अहिले सामाजिक सद्भाव हेर्नु मधेसमा कति आउँछ अहिले एमआइएलसँग बोल्नु भएको छ होइन पहिचानका नाउँमा कोशी प्रदेशमा गतिविधि गर्ने बङ्गलादेश र नेपालको बिचको 19 किलोमिटरको दूरी जसलाई चिकन नेक भन्छ त्योभन्दा माथि 8वटा राज्य भारत हुन्छ भारत र चीन जस्ता एउटा संवेदनशील र महत्त्वपूर्ण सामरिक महत्त्वका देशहरूको बिचमा भएको जटिल भौगोलिक अवस्थामा पहिचानवादीका नाउँमा भएका गतिविधिहरू दुर्गा पसाईका नाउँमा भएका गतिविधिहरू यो अपराधिक कर्महरूलाई रोक्नुपर्छ आगजनी गर्ने र जलाउने तोडफोड गर्ने र राष्ट्रलाई ध्वस्त पारेर लुटपाट र चोरी आगजनी गर्ने एउटा परिस्थिति सिर्जना गरियो त्यो गर्नुपर्ने तहको अपराध चाहिँ कुनै पनि राजनीतिक दलहरूले गरेका थिएनन् यदि कसैले भ्रष्टाचार गरेको थियो भने हाम्रो कानुन सशक्त थियो भ्रष्टाचार गरेको सम्पत्ति जफत गर्न सकिन्थ्यो घर जफत गर्न सकिन्थ्यो हाम्रो अध्यक्षज्यूले त सम्पूर्ण आफ्नो सम्पत्ति राष्ट्रियकरण गरिसकेको हुनाले उहाँमाथि यो प्रश्न गर्नु त एउटा पापै लाग्ने कुरा भन्ने मलाई लाग्छ र हामीमाथि पनि जुन आरोप लगाएको छ नेपालको राजनीतिमा म मात्रै होला कि
अब त्यो शब्द चाहिँ प्रयोग नगराए हुन्थ्यो भन्नु साथीहरूले मैले के भने बिचमा खुकुरी राख्नु छानबिन गर्नु तपाईँ मान्छे राख्नु दोषीदेखि म काटिन तयार छु दोषी देखिएन भने तपाईँ काटिन तयार हो त भनेर मैले बोलेँ यो त जेएनजीको हजारमा सुशीला कार्कीले भने पनि त प्रधान न्यायाधीश हुँदाखेरि 1 पैसा पनि खाएको छैन बिचमा खुकुरी राखौँ महेसी पनि राख्ने म पनि राख्छु ल दोषी महेसीदेखि महेसी काटिन तयार मदेखि म काटिन तयार भनेर भनेको कुलमानजीले भनेको अरबौँ अकुश सम्पत्ति भ्रष्टाचार गरेका आरोप लागेका अख्तियारमा 8-10वटा मुद्दा भएका संसदीय समितिमा मुद्दा भएका सम्पत्ति शुद्धिकरण मुद्दा भएका जेएनजीका ठुला मामा हुन् ठुला काका हुन् कुलमानजीले भन्ने हिम्मत गरेको रामेश्वर खनालजी अर्थ सचिव रिटायर हुनु अहिले चाहिँ नि पेन्सन खाइरहनु भएको छ अरू के सेवा सुविधा लिन्न भनेर एउटा स्टन्टबाजी गरिरहनु भएको छ उहाँले यो कुरा भनेको त्यो भन्ने हिम्मत छ त यो त मेरो चुनौती हो नि त एउटा मेरो इमान्दारिताप्रतिको प्रतिबद्धता हो अर्को मेरो चुनौती हो त्यसो भएको हुनाले हामीले कतिपय कमजोरी जानेर नजानेर गरेका छौँ कतिपय गल्तीको जानेर नजानेर छौँ त्यसलाई हामी सच्याउँछौँ र जेएनजी ओरिजिनल जेएनजी भाइ बहिनीहरूले उठाउनु भएको भ्रष्टाचार अथवा नातावाद कृत्ववाद अथवा चाहिँ नि सोसियल मिडियाको पहुँचको कुरा दिन्छ सोसियल मिडियालाई नियमन गर्ने पहलको दायरामा ल्याउने कुरा र हामीले गरे अब त्यो कुरा आज जगदीशको रेजिम गर्न थाल्नु उहाँको स्टेटमेन्ट हिजोको र आजको आकर्षणको फरक छ र जब युवाहरूले उहाँलाई प्रतिक्रिया दिन थाले पछाडि उहाँले आफ्नो चाहिँ नि सामाजिक सञ्जालको चाहिँ नि मेसेज उनै ब्लक गरिदिनु भएको छ होइन त्यो खालको एउटा सामना गर्न सक्ने हिम्मत पनि छैन त्यसो भएको हुनाले हामीले विगतमा गरिने भएका गतिहरू स्वीकार्ने र जेएनजीका आन्दोलनका मागहरू सम्बोधन गर्ने ढङ्गले निर्णय जसले तपाईँले उठाउनु भएका मुद्दा कयौँ सही छन् तर तपाईँ जिम्मेवार व्यक्तिले बोल्ने भाषा शैली चाहिँ टोली गुन्डाको जस्तो भयो भनेर टिका टिप्पणी गर्छ अब यस्तो शब्द चाहिँ तपाईँलाई भन्दा मिठो लाग्छ र प्रश्न गरेर शब्द बोल्नुहुन्छ अब नेपालको भाषा बिगार्नेमा सबभन्दा धेरै मिडियाहरू किनभने मिडियाले राष्ट्रपति प्रधानमन्त्री दका मान्छेलाई कसैले पनि तपाईँ भनेर लेख्न जान्दैन रामचन्द्र पौडेलले यस्तो गरे केपी ओलीले यसो गर्यो भनेर लेख्नुहुन्छ यो भाषा बिगार्ने तपाईँहरूबाट जेएनजीले सिके होइन अनि कहिले के हुन्छ भने जसले जस्तो भाषा बुझ्छ त्यस्तै भाषा बुझाउनुपर्छ अब हामीले चाहिँ के हो भने उनीहरूले बुझ्ने भाषामा मैले बुझाइदिएको खुकुरी बिचमा राखौँ छानबिन गरौँ म काटिन तयार छु दोषी देखेँ नदेखि तपाईँहरू काटिन तयार हो त भनेर जो तल्लो स्तरमा उत्रिएर अर्काको राजनीतिक जीवन सामाजिक जीवन र चरित्र र सबै सक्रिय ढङ्गले लागेका साथीहरूलाई मैले यो जवाब दिएको हुँ र मेरो निजी जीवनका सन्दर्भमा तपाईँले जे प्रश्न उठाउनुभयो महेशले राष्ट्रघात गर्दैन महेशले भ्रष्टाचार गर्दैन महेशले अपराध गर्दैन र महेशको ब्याकग्राउन्ड जो 23 वर्षको उमेरमा गुन्डुगागीसँग अध्यक्ष भएर विकासमा पुरा कायापलट गरेको छ र काहीँ कतै महेशको नामबाट कोही पीडित छु महेशको नामबाट कसैले ₹1 अथवा ₹100 काहीँ कतै दिनु परेको छ भने आओस् मौका म त्यो चुनौती दिन चाहन्छु र मैले जुन गुन्डागर्दीका यो कस्तो भने हरुवा गोरुको के दाउ भन्छ होइन त्यस्ता खालका दाउहरूलाई मैले केही भन्नु छैन र मलाई मेरो बारेमा कसैले गुन्डागर्दीको आरोप लगाउँछ पुष्टि गर मेरो राजनीतिक जीवनबाट म त्याग दिन पनि तयार छु र मैले पाउने पोस्ट पनि दिन तयार छु तपाईँको सक्रियता बढेपछि चाहिँ गुन्डागर्दी मुलुकमा बढो भन्छ त्यो खालको भाष्य यति बेला सामाजिक सञ्जालदेखि लिएर अन्यतिर चाहिँ टिका टिप्पणी त्यो भइरहेको गुन्डागर्दी कहाँ बढ्यो कसले बढाइरहेको छ कस्ता खालका मान्छे हिजो जेएनजीको अभियन्ताका नाउँमा सरकारी निकायका कार्यालय प्रमुख गरेर थर्काउँदै हिँड्ने एउटा केटोलाई हिजो खै काण्डमा प्रहरीले समाते होइन त्यो चाहिँ महेश बस्ने मान्छे हो त अनि सिंहदरबार अगाडि हतियार देखाएर होइन लुटेको प्रहरीको हतियार देखाएर स्टन्टबाजी गर्ने मान्छेलाई गिरफ्तार गर्यो त्यो महेश बस्ने मान्छे हो त अनि देवबाबु घरबाट बुद्ध मूर्ति चोर्नेले उहाँ समात्यो के अरे चितवनमा त्यो महेश बस्ने मान्छे हो त अनि झापाको चाहिँ नि ब्राउन सुगर एउटा चाहिँ भागेको रवि लामी छाने चाहिँ को उत्साह र उहाँको पैसा लगाएर भागेको मान्छेलाई ब्राउन सुगर चाहिँ समात्यो त्यो महेश बस्ने मान्छे हो त जेएनजी आन्दोलनमा सुदन गुरुङ सँगसँगै च्यालेन्ज गर्ने केटोलाई धादिङमा आफ्नै आमा मारेको अभियोग समायो त्यो चाहिँ के महेश बस्ने मान्छे हो त एमालेको मान्छे हो त हामी उचाले मान्छे हो त अनि काँक्रो चोरेर आगो खाने बिहा चाहिँ अर्काको मुन्टातिर टाँसेर यसले चोरेर खाएको भनेर भन्ने र महेश बस्ने तर हामीसँग जोडेको कुनै साथी यस्ता कुनै काममा लागेका छन् भनेर तपाईँहरू गुन्डु त नियमित आइरहनु भएको छ आउनु होला हाम्रो अध्यक्षजीको नियमित अहिले स्कटिङ पनि युवासँग र भूषण प्रयोगसँग पनि गरेका छन् मैले अस्ति जेएनजीका एउटा ओरिजिनल जेएनजीहरू म आएका थिएँ राति 11 बजे होइन अब नाम अहिले नमन आएको मैले उनीहरूलाई पनि भने भाइ बहिनी तिम्रो मध्ये त धेरैको अनुहार हेर्दै थाहा हुन्छ हर्ष बाँच्नु पनि आउनु भएको छ
लगायतका सामाजिक न्यायका क्षेत्रमा गरेका यी सबै कामले हामी अलिकति गौरवका साथ बोल्छौँ। अब हाम्रो गौरवलाई कसैले घमण्ड ठानेछ भने त्यो नठानिदिनु होला। अब त्यसरी नबोलिकन बिस्तारै भन्नुपर्छ भने भन्नुहुन्छ सिद्धबहादुर राम्रो ल्याएकै हो हजुर त्यो बेला लहटी हजुर भनिदिनु भने के हो त्यो ठिक छ। किन लखिदिनु पर्यो कि प्रश्न चाहिँ त्यहाँनिर हो, जनता किन आजित गर्ने? त्यो त सोसियल मिडियाबाट पश्चिमा मुलुकहरूले हाम्रा भाइ बहिनीहरूको छातीमा बम पड्काएको। म त एउटा उदाहरण दिएको छु। हिरोसिमा र नागासाकीमा 1945 मा अमेरिकाले बम पड्काउँदा $2.2 बिलियन खर्च भएको रहेछ होइन। त्यो भनेको हाम्रो अहिलेको हिसाबले भन्यो भने झन्डै 300 खरब होला। त्यो 300 खरब भनेको हाम्रो नेपालको कति वर्षको बजेटको हिसाब गर्नुहोस् भनेपछि हाम्रो नेपाली युवालाई 14-15 करोड दिएर बारबरा फाउन्डेसन बनाएर के नेपाल के भन्ने एउटा संस्था बनाएर 2-4 करोड यी अब शब्द त नराम्रो आइहाल्छ फेरि यिनीहरू राम्रो शब्दले बोल्न मन लाग्दैन। यिनीहरू अपराधीहरू, यिनीहरू चाहिँ दलालहरू, यिनीहरू चाहिँ घुसपेटवालाहरू, यी लुसिफरहरू, यी ब्ल्याक इनर्जीहरूले नेपाललाई चाहिँ बम फिट गरेर जुन ध्वस्त पारे। अब त्यसो हुँदाखेरि एमाले झुटो आरोप लगाउनै पर्ने थियो, एमाले विरुद्ध भ्रम छर्नै पर्ने थियो, एमाले विरुद्ध घृणा भिजाउनै पर्ने थियो। त्यसो नगरिकन यिनीहरूको इच्छा पुरा हुन्थेन। अब हामीले धेरै कुरा ध्यान नदिएर यो दुर्गति भएको छ। अब हामी सचेत भएका छौँ, धेरै कुरा ध्यान दिएका छौँ। राष्ट्रवादी, जानवादी, प्रगतिशील र मुलुकको विकास चाहने सबै शक्तिहरूलाई हामी एकजुट बनाउँछौँ, लोकजनवादी शक्तिहरूले एकजुट बनाउँछौँ र यी सबै दलालहरूलाई एक एक गरी बहलाउँछौँ। पहिलो अब फेरि आन्दोलन भयो भने चाहिँ पहिलो टार्गेट चाहिँ 22% हो भन्ने छ। ठिक छ, त्यो टार्गेट सहेरै हामी राजनीतिमा आएको, हामी सोसियल राजनीतिमा आएर पञ्चायत बेला कम्तीको त्यो धेरै टार्गेट पऱ्यो। माओवादीले घाइते बनाएर अझै पनि धेरै चोटहरू बोकेर दाँतै घाइतेमा देखेको छ। पहिचानवादीले झापामा कतिवटा 23वटा गाडी तोडफोड गरेर झापा के अरे उता बसेको मान्छेले गऱ्यो तपाईँले पनि हाइवे गरेर बनाएको हटुटा जाँदा महेश्वर क्षितिजदेवका गाडीबाट हत्या गर्नु खोजेकै हो। साइकालमा माघ 19 गति केन्द्र सरकार आयो, माघ 30 गतिसम्म सडचाइ दिन राखेकै हो होइन। यस्ता सारा चुनौती देशको हितको पक्षमा, मुलुकको हितको पक्षमा, राष्ट्रियताको पक्षमा विदेशी दलालको विरुद्ध सामना गरिन्छ। अरूको दलाल भएर 2-4 करोड पैसा खाएर लुकेर गतिविधि गर्नुभन्दा छाती फुलाएर जनताको अगाडि सहयोग गर्न तयार छ। अब मेरो पालो भोलि मात्रै आउनेछ। अहिले सबभन्दा तलबाट चाहिँ माथितिर चाहिँ सर्दै अन्य पालो भएको गर्दा सम्भवतः मेरो भोलि पालो आउँछ। अब चर्चा अलि बढी केमा केन्द्रित भएको छ कुनै पार्टी अध्यक्षको जुन नेतृत्व रूपान्तरण हुने कुरा चल्ने भन्ने कुरा सुनिरहेको थियो, त्यस विषयमा कतिको चर्चा भइरहेछ भित्र? पार्टीको 11औं महाधिवेशन प्रस्तावित भएको छ र त्यो 27, 28, 29 पोखरामा गर्ने भनेर। संविधान मान्दिन, सब कुरा मलाई जतिखेर जे मन लाग्छ त्यही नै ठिक हो भन्ने हो भने एमाले पार्टी त्यस्तो पार्टी होइन। अर्कोतिर के छ भने नेपालमा एउटा रोग लागेको छ, त्यो 48 सालदेखि नै लागेको छ कि जित्नेलाई चाहिँ प्रहार गर्ने, जित्नेलाई प्रहार गर्ने र कमजोर बनाउने, काम गर्न नदिने, नकारात्मकता फैलाउने, अनि नकारात्मकता फैलाएपछि ती चाहिँ पराजित हुन्छन् अनि म जित्छु भन्ने ठान्ने। कुन दिनदेखि ठान्ने भने निर्वाचनको परिणाम आएको भोलिखेरदेखि नै ठान्ने। यो प्रवृत्ति गलत छ र यो गलत प्रवृत्तिकै कारणले गर्दाखेरि अहिले राजनीतिक कतिपय नेताहरू, कतिपय कार्यकर्ताहरू र कति चाहिँ राम्रो कति नराम्रो गरेर अनि जसरी भए भने पनि चाहिँ आफू मात्र पद केन्द्रित हुने सोच जुन छ त्यो गलत हो। अरूलाई खराब मात्र देखाउने सोच पनि गलत हो। यी सबै कुराहरू महाधिवेशनबाट सार्वभौम पार्टी सदस्यहरूको अधिकारलाई चाहिँ केन्द्रीय कमिटीले म प्रयोग गर्छु भन्ने मिल्दैन। अनि केन्द्रीय कमिटीको निष्पत्ति 90% केन्द्रीय सदस्य पुलिसबाट बोल्नुभएको छ भन्ने चाहिँ